दिन हाम्रो बर्बाद हुन्छ, हामीलाई थाहा छ। 2-3 लोगों ने और पहना है, 2-3 तो मैं बड़ा चढ़ा के बोल रही हूँ, और एक इंसान ने यही पहना है क्योंकि ये सबसे सस्ता है ना मीशो में। इमली टिप्ना समय गाइस अच्छा। तो गाइस लोग देखो हमारा कितना पार्सल आया, दिखाओ दोस्ती लोग। कल हमारा चर्च में लीड है तो हम यही कुर्ता सुरुवाल पहन के जाएंगे, सूट। कस्तो जाडो 6 बजे पूरा रेडी भएर हम बत्ती बालेर ऐना निकालेर। अब तक ठंड लग रही है तो अब मैं रेडी हो गई हूँ, तो अब मैं पानी पीऊंगी। लोग हम लोग रेडी हो गए और ये सस्ता सा ये जो क्या बोलते हैं कुर्ती जो हमने ली ना, 2-3 लोगों ने और पहना है, 2-3 तो मैं बड़ा चढ़ा के बोल रही हूँ, और एक इंसान ने यही पहना है क्योंकि ये सबसे सस्ता है ना मीशो में। कल जो हमने पार्सल रिसीव किया था वो यही था। अच्छा है लेकिन सस्ता है इसीलिए और कोई पहन रहा है। ताली बजाकर धन्यवाद देंगे। सो गाइजहरु हाम्रो चाहिँ भयो है। म त अगाडि कयरमा बसेको छु, खोक्या छु, खोकी लाग्छ, दिमाग खराब। अनि यो पल्लु पनि खस्या मिलाइ यस्तो दिमाग खराब भइरहेको। अब चाहिँ हामी स्मार्ट पोइन्टमा चिनाला हम यदि किन्छौँ थाहा छैन, हिरून चाहिँ केही होइन। तो बहनों और भाइयों, हमने कुछ नहीं खरीदा है ना, गरीब नहीं, हम लोग दूसरे शॉप में जाके खरीदा। ओह सेम ये हमने जो पहना सेम पहन के आ गई है। ब्लॉग में डालूंगी। नहीं डालूंगी। लाइक कर दो मेरा ब्लॉग, सब्सक्राइब करना। तो इसी बहाने सब्सक्राइबर मिल गया। तो हम आ गए चर्च से, अब हम फिर से नजदीकी की दुकान में जा रहे हैं। 50 चोटी लुगा फेरिसके गाइज, मैले केही सुहाएन। सुरुवाल लाएर जाने भनेर सुरुवालै लगाएको, सुरुवालसँग केही पनि सुहाएन कि टी सर्ट। त्यहाँ गएर नि मैले 50वटा चेन्ज गरेँ, 50वटा चाहिँ लुगा नि छैन। सो गाइजहरू हामी चाहिँ यस्तो पारामा यहाँनिर पुरा खै के टिप्न आएको छौँ है, इमली टिप्न आएको छौँ है गाइजहरू। छ्या मेरो मम्मीले देख्यो भने मलाई कति के भन्लान्, के गर्न गएको त भन्लान्। यही हो क्या सबभन्दा खतरनाक। के सबै यत्रो सानोमा नि हुन्छ? यहाँ त इमलीको बोट्टै छ त गाइस। उही मेरै ब्यागमा थन्कै चाहिँ सब प्रभु। आजको दिन हाम्रो बर्बाद हुन्छ, हामीलाई थाहा छ होला, त्यही भएर त यस्तो होला नि, बेकै गाडी होला के। घूमते फिरते इसी जगह पे आते हम लोग हमेशा। ये जगह बहुत अच्छा है गाइस, डू विजिट स्मार्ट बाजार एक्जिबिशन एंड सेल। डिसेम्बर 13, ओइ आज 13 र 14 यहाँनिर चाहिँ एक्जिबिसन लागेको रहेछ गाइस है, थाहा पनि थिएन। ए भित्रकै सामान बाहिर निकालेर रहेछ, हामी भित्र 10 चोटि गइसक्यो के। किन्न चाहिँ केही किन्दैन त्यही। अस्ति नै हामीले यहीँबाट सल किनेको थियो, यो चाहिँ होइन, तर यो त नेपालकै हो। सबै रेड र व्हाइट आएछ मोस्टली, किनभने क्रिसमस। हेऱ्यौँ तर हामीलाई केही मन परेन के, कस्तो झ्याउ रहेछ के। मलाई त अब त मलाई यहीँ सुत्दिन मन छ, मलाई आउनै मन थिएन। किन आऊ म, खासमा म होइन नजिक जाने होला भनेर आएको, त कति टाढा आयो हामी। यही किन्न पर्ला एउटा, अनि जानु पर्ला जाडो भइसक्यो मलाई। 79 त्यतिको। म चाहिँ यो लिन लगाएको, अरू मलाई के पनि चाहिँदैन। सो गाइजहरू हामीले चाहिँ यहाँनिर अनगिन्ती फोटोहरू खिच्यौँ, त्यसमा छानी 2-3टा पनि राम्रो आउँदैन। मेरो एउटा गवार साथीले चाहिँ यो रियलको ट्री भन्दा थियो, तर यो रियलको चाहिँ केही होइन।
कहाँ रियलको हाल्छ त? मैले चाहिँ एकदम हेल्दी सामानहरू किने यो जस्तै अमला, जिन्जर, अमलाको धुलो, फेरि अमला टिफिनमा हालेर खाने हो नि त। त्यति हो हामीले किनेको यसपालिको दसैँमा, यसपालिको क्रिसमस सरी। हामी चाहिँ अब होस्टेल पुग्नलाई 10 मिनट बाँकी छ सायद। कति धेरै सो गाइजहरू अघिना चाहिँ एकदम हेल्दी सामानहरू किनेको थियो, अहिले चाहिँ यस्तो किने औकातमा आइहाल्यो हामी सबजना। गाइजहरू फेरि पनि हामी यहाँनिर अमला टिप्न लाग्छौँ, सरी इमली टिप्न लाग्छौँ र हाम्रो 2 जना भाडाभुडीहरू चाहिँ यसरी इमली टिपिरहेको छन् होइन। अघिनाको इमली पनि यही ब्यागभित्र छ क्या, फेरि कति धेरै अझ टिप्न लगाइरहेको छ। छ्या चाहिँ केही होइन, केही खान पायो भने म खपाएर खान्छु। ठुलो सले बरु हामी चाहिँ होस्टेल पुग्न लाग्यौँ। रिया घोटी पुग्नु थाल्यो। हामी चाहिँ होस्टेल पुग्न लाग्यौँ गाइस। हैन नेपालमा चाहिँ जाडो भइरहेको ओके, यहाँ चाहिँ गर्मीले डढिसक्यौँ हामी। यिनीहरू त केही डरे छैन कि मैले हो यो स्लिभलेस लुगा लाग्यो डढेर कालो भोक्ती होइन क्या, हप्ती चाहिँ भन्नु। हेर्नुहोस् गाइजहरू हाम्रो चाहिँ चालचलन ठिक छैन। चालचलन चाहिँ एकदम ठिक छ होइन, तर कस्तो गर्मी भएर कस्तो फोरी देखा कि चालचलन चाहिँ राम्रो छ। तेरो टाउकोमा अहिले खुजली गरिदिन्छ अनि कस्तो दुख्यो, उचाक कुरा फेर्नु खोज्छ कस्तो दुख्यो। मम्मी हेर्नु है, यो कुन चाहिँ नि चिन्नु जान्नुले तपाईँको छोरीलाई हानिरहेको छ। होइन है आन्टी, हो है आन्टी, यसले मलाई दुःख दिइरहेछ। यसले भक्क हानेर सिधै नेपाल पुऱ्याइदिन्छ। यसले उछिटाएर यसले हानेर फेरि हाने। ल सरी ए गल्ती भयो। इसको स्टाइल हेर्नु गाइस। हम लोग आ चुके हैं, देखो ये इतना सारा क्या क्या करके गए, घर वाले फोन भी नहीं उठा रहे। ओहो ठ्याक्कै उठाउनु भयो। के हो मम्मी के छ? सो गाइजहरू होइन, यो गाइजहरू भन्ने गाली मलाई मन पर्दैन। उसकाले चाहिँ ह्याङ्गरमा टावल सुकाएर गएको रहेछ होइन, के न राम्रो हुन्छ भनेर सुकाएको होला। तर हामी चाहिँ यो ह्याङ्गर लुकाइदिँदैछौँ। ओइ मेरो ह्याङ्गरै छैन भन्दै आउँछ नि त कोठामा होइन, हामी त बेला कोठामा हुन्छ यहाँ अनि बाहिर जानुभन्दा कोठातिर कतै लुकाइदिनु। यहाँभित्र घुसाउ न टी सर्टमा, खानु पाउँदैन क्या त्यहाँ त। देहा त चोर बन्ने क्षमता चाहिँ छ क्या तिमीमा। कस्तो ठुलो काम गरे जस्तो फिल भयो। लु है त अब शिक्षाले के ल्याएर यो कति क्युटी। लौले के ल्याए हेरौँ हेरौँ। कसको लागि नि? यो चाहिँ उसले नलग्ने सामानहरू, शिक्षाले यो चाहिँ यतापट्टिको चाहिँ लग्ने सामानहरू। 3 जनाको चाहिँ सामान लग्दिन लाउनु भएको उहाँ र उहाँले धेरै धेरै धन्यवाद। अहिले हेर्दाखेरि चाहिँ कति इजिली प्याक भयो जस्तो देख्छ, तर यसमा कति घन्टाको मेहनत छ कसैले बुझ्दैन के। सबैजना स्वार्थी छ होइन त। जल्दी के किन्ने हो, आउनु होला। केही पनि बेच्दैनौँ, हेर्न आउने भए मात्रै आउनु पाइ। एक्जिबिसन यो चाहिँ सबभन्दा स्पेसल होला। हामीले चाहिँ 5 बजेदेखि प्याकिङ स्टार्ट गरेको होइन, 7:40-50 कति भइसक्यो। बल्ल बल्ल प्याकिङ सक्यो, अझ अलिकति गर्नु बाँकी छ। सो अब हामी चाहिँ खाना खाँदैछ। ओइ कस्तो फोरी देखा पन्त सिमल त रोल चाहिँ अचार अनि यो चाहिँ ब्रेड।